जस्तो आम मान्छेले भनौँ न हामी छुट्टीको बेला घुमघाम गरेको देख्दा त अलि वाउ भने जस्तो हुन्छ। जस्तो भोग्ने मान्छे त हामीलाई थाहा छ नि त होइन अरू त्यो त यस्तो त हामीले नै पनि उनीहरूलाई भ्रममा राखेको छौँ जस्तो लाग्छ कि किनभने धेरै साथीहरूले चाहिँ आफूले गरेको दुःखहरू चाहिँ उहाँहरूले चाहिँ छोडेर अब एक दिन छुट्टीमा भएको कुराहरू खुसी भएको कुराहरू चाहिँ पोस्टाइराखेको हुन्छ। म पनि त्यसै गर्छु, तर मैले चाहिँ कहिलेकाहीँ आफू जे छ त्यही पनि देखाउनुपर्छ भन्ने लाग्छ। म चाहिँ देखाइ पनि रह हुन्छु कि अनि धेरैको त्यस्तो छ। अनि अब अहिले फेरि देशको एउटा अस्थिर राजनीतिको कारण चाहिँ अब साथीहरू हाम्रो अब सर्कल जो देशमा हुनुहुन्छ उहाँहरूले केही कुराहरू देशमै गर्नुपर्छ भन्दै पनि त्यो तारतम्य नमिलेको कारणले चाहिँ विदेशै राम्रो हो कि जानैपर्छ कि भन्ने पनि त्यो उद्वेलित गराउँछ कि जस्तो लाग्छ क्या त्यस्ता पोस्टहरूले चाहिँ। र म साथीहरूलाई त्यो किसिमको अब नगरौँ भन्ने पक्षमा हो होइन। तर अब सबैको एउटा व्यक्तिगत स्वतन्त्रताको कुरा छ, उहाँहरूलाई मैले छेक्न सक्दिनँ, त्यस्तो धेरै छ। जस्तो अहिले दैनिकी के अरे कटाउनको लागि भनौँ न, दैनिकी खानको लागि भए पनि कमाउनु त परिरहेको छ, कमाउनु त पर्छ। त्यही भएर अब स्टुडेन्ट होस् अथवा कामदारको रूपमा होस् अहिले एयरपोर्टमा मान्छे थुप्रिरहेछन् होइन, लाइन लागिरहेछन्। पहिला हामी आउँदाखेरि भन्दा अहिले झन् धेरै मान्छेहरू विदेशी राखेको जस्तो लाग्छ त्यो एयरपोर्टको फोटोहरू देख्दा कि त्यतिखेर सामाजिक सञ्जाल त्यति धेरै हामीले नचलाएर पनि नदेखेको हो कि होइन। तर अहिले झन् धेरै देखिन्छ कि होइन। म पनि 2-3 चोटि भयो ओहोरदोहोर गरेको, त्यो पहिलाको भन्दा धेरै छ कि धेरै छ। लाइनै थियो कि पहिला सुरुमा आउँदा लाइनै थिएन होइन, सरसरी आउन पाउँथ्यो। म 2-3 चोटि भयो आवाज जावत गरेको। तपाईँ त ओहोरदोहोर गरिराख्नुहुन्छ। त्यतिखेर भिडभाडै थियो क्या, त्यहाँ ऊ नै थिएन, कोही डिले भएर के हुने समस्याहरू। अब देशसँग हामीले परदेश तुलना गर्नु त मिल्दैन, तर हामीलाई चाहिँ के लाग्दो रहेछ भने हाम्रो देश पनि यतिकै नभए पनि केही मात्रामा चाहिँ सुधार भइदिएदेखि हामी देश भोलि फर्केर जाँदै गर्दा चाहिँ हामीले पनि केही गरेर खानु सकिन्थ्यो कि, अथवा हामीभन्दा पछिल्लो पुस्ताहरूले चाहिँ फेरि परदेश जानु नपरे हुन्थ्यो, उनीहरू चाहिँ नगएस हुन्थ्यो। यसरी जसरी हामी अहिले यहाँनिर काम गरिरहेको छौँ नि त्यस्तो नभइदिए हुन्थ्यो। अझ भन्ने हो भने पासपोर्टै उनीहरूले चाहिँ नबनाए पनि हुन्थ्यो जस्तो लाग्छ कि त्यो अब त्यो त। तर अब हामीले भन्नु र अब देशको हालत अब मलाई भन्दा तपाईँहरूलाई राजनीतिक अवस्था अझ बढी जानकार हुनुहुन्छ होइन। अहिले त सबैले डिजिटल रूपमा देखिरहेकै हुन्छ होइन, संसारमा आइरहेकै हुन्छ। जस्तो एउटा प्रश्न छ नि त, एउटा प्रश्न देखिरहेको हुन्छ कि सामाजिक सञ्जालतिर, जस्तो विदेशमा बसेर पनि धेरै वर्ष बस्नेहरू पनि विदेशमै छन् होइन, फर्किन चाहँदैनन्, फर्के पनि के गर्ने भन्ने एउटा प्रश्नले चाहिँ हिट गरिरहेको छ भनेर देखिरहेको हुन्छ कि तपाईँहरूको पोस्टमा पनि देखिरहेको हुन्छु होइन। मैले जस्तै पोस्ट आएको थियो त्यो चाहिँ कस्तो भयो भने अब हामी पनि फर्किनै पर्छ नि त होइन। म पनि अब म फर्किने तर्खरमै छु, तर तत्काल नभए पनि फर्किनै पर्छ भन्ने त छ नि त। अब धेरै वर्ष भइसकेपछि अनि त यत्रो वर्ष भयो के गरिसकेछु होला भन्ने खालको क्वेसनहरू आउँछ क्या साथीहरूबाट। अब हुनु पनि हो 2-3 वर्षमै मान्छेहरूले गर्नेले धेरै गर्छ। अब वर्षको हिसाबले त अब भयो नि त केही, अब हामी सँगसँगै आएको होला। अनि त्यो कहिलेकाहीँ चाहिँ गहिरिएर सोच्दाखेरि चाहिँ साँच्चै कि म देश फर्केर चाहिँ के गर्छु त, अब कसरी चाहिँ हामीले फेरि उ गर्ने त भन्ने लाग्छ। अनि कति साथीहरू चाहिँ अब पहिलो कार्यकाल 5 वर्ष सकाएर जो जति जानुभयो यो कोभिडभन्दा अगाडि होइन, उहाँहरू चाहिँ अब नफर्किने कोरिया भनेर फर्किनु भएको साथीहरू। अनि ठ्याक्क कोभिड नेपालमा सुरु हुनुभन्दा अगाडि उहाँहरूले आफूले कमाएको आय अर्जन जति छ यहाँ त्यो सबै उता लगानी लगाउनु भयो केही गर्छु भनेर होइन। कसैले कृषिमा लगानी गरे, कसैले केही सानोतिनो भए पनि व्यापार बिजनेस थाल्नुभयो। तर त्यो चौपटै भएपछि फेरि उहाँहरू आउनु भएर यहीँ मैले पनि भेटेको छु, तपाईँले पनि भेट्नु भयो होला। त्यो साथीहरू चाहिँ अब अहिले हामी जस्तो बाहिर त्यति धेरै घुलमिल पनि गर्नुहुन्न कि, उहाँहरू त्यति धेरै त्यो किन त्यस्तो हुनु त। हिजोको दिनमा चाहिँ हामी प्रत्येक यो तोङदेमुनको होटलतिर भेटिराख्ने साथीहरू अहिले भेटिँदैन। त्यही भएर चाहिँ उनीहरूले त बुझेर आयो नि त देशमा गरी खानु सकिँदैन रहेछ भन्ने भएर त उनीहरू आयो त, नत्र किन आयो म आउँदिनँ भनेर जाने साथीहरू थियो नि। कतिले त पहिलो कार्यकालै नसके म चाहिँ देशमा यस्तो गर्छु भनेर जानुभएको साथीहरू सर्कलहरू छ क्या। अनि उहाँहरू फेरि फर्केर आउनुभयो। अनि कतिले चाहिँ के भन्नुहुन्छ अहिले नै नआऊ है न केही छैन देशमा भन्नुहुन्छ कि। जस्तै अब हाम्रो सकुन आँसु नाना पोहोर जानुभयो नि कवि, उहाँ एकदमै राम्रो कविता लेख्नुहुन्छ, नानाहरूले पनि त्यही भन्नुहुन्छ कि अब अनि त्यो देश जाउँ लाग्ने खालको उनी हुँदैन। जब अब सँगै यहाँनिर घुमफिर गरेको साथीहरू जाँदाखेरि चाहिँ
जाउँ चाहिँ लाग्दो रहेछ। पछिबाट फेरि उहाँहरूले हुन्छ नि देशको बारेमा सुनाउनु भएपछि चाहिँ अब के गर्ने त, देश त फर्किनुपर्छ, जाउँ जाउँ लाग्ने खालको कुरा कसैले गर्दैन। अनि त्यहाँ के उपाय के छ त, त्यो फेसबुकमा लेखेर बस्यो नि। ठिकै छ। अरू अनुभवहरू त यहाँ जस्तो कम्पनीहरू चेन्ज गर्नुभयो तपाईँले मैले धेरै कम्पनी चेन्ज गरेँ। दुःखहरू के रहेछ? म त एउटै कम्पनीमा अहिले कार्यरत छु होइन, त्यही भएर अलिकति बनाउन अनुभव पनि छैन। चेन्ज गरेको अनुभवहरू के हुँदो रहेछ? जस्तो मैले चाहिँ भयङ्कर सङ्घर्ष गरेर पहिलो कम्पनी चाहिँ चेन्ज गरेँ। तब एक हिसाबले त्यो कम्पनीसँग हामीले आभार पनि व्यक्त गर्नुपर्छ, किनभने त्यो कम्पनीले हामीलाई ल्याउनु भयो। अनि फेरि यस्तो थियो क्या, छोरी मान्छेलाई चाहिँ म्यानुफ्याक्चरमा लाँदैन भन्थ्यो पहिला होइन। अनि मलाई सरहरूले पनि सजेस्ट गर्नुभएको थियो एग्रिकल्चरमा भर भनेर, अनि इभन मेरो बाबाले पनि। तर मलाई चाहिँ के लाग्यो भने अब हामीले खेतीपाती त गाउँमा गरेर भुक्तभोगी भएर हुर्केको मान्छे, अनि कृषि प्रणाली, आधुनिक कृषि प्रणाली कोरियाको फरक छ भन्ने पनि नसुनेको त होइन, तर पनि म चाहिँ कम्पनीमै जान्छु भन्ने एउटा त्यो के खालके त अठोट आयो कि मलाई। अनि मैले कम्पनीमै के अरे कृषि म्यानुफ्याक्चरमै फर्म भरेँ। अनि पहिलो साल फेल भयो। अनि त्यो फेल भएपछि झन् धेरै बढी त झन् ठेत्तर भइ निस्क्यो कि म चाहिँ। अनि फेरि त्यो म्यानुफ्याक्चरमा फर्म भरेको, फेरि त्यो 15मा चाहिँ पास गरियो, 15मा इक्जाम दिँदा चाहिँ। अनि त्यस पछाडि चाहिँ अनि के भन्ने क्या, त्यो लेबर कन्ट्र्याक्टमा साइन गर्दाखेरि पनि अब केटीहरूलाई त मेनुमा लाँदैन अरे यताउति भन्थ्यो। अनि हामीले त्यो 3टा त्यो हुँदो रहेछ नि छान्नुपर्ने, के अरे टेक्सटाइलमा केटीलाई धेरै बढी लिन्छ अनि फुड कम्पनीमा लिन्छ भनेको सुनेर टेक्सटाइल फुड कम्पनी र एउटा चाहिँ मोटर पार्ट्समै मैले लगाएको थिएँ होला। अनि त्यसपछि नभन्दै फुड कम्पनीले चाहिँ हामीलाई बोलायो कि। अनि हामी आयौँ। अनि फुड कम्पनी भन्ने मात्रै खुलेको थियो, यही गर्नुपर्छ भन्ने चाहिँ कामको प्रकार थिएन त्यो लेबर कन्ट्र्याक्टमा। अनि सरहरूलाई सोद्धाखेरि चाहिँ त्यहाँनिर भैँसापाटीमा तालिम केन्द्रमा सोद्धा चाहिँ यो हुनसक्छ भन्ने किसिमको उहाँहरूको त्यो एउटा आकलन जस्तो मात्रै उहाँहरूले भन्नु सक्नुभयो, यही हो भनेर चाहिँ भन्नु भएन होइन। उहाँहरूको अनुमानित रूपमा चाहिँ यस्तो हो भनेर। तर यहाँ आउँदा चाहिँ अलिक फरक, हामीले नसोचेको काम गर्नु पर्यो। हाम्रो चाहिँ थेजी खोकी सुँगुरको मासु काट्नुपर्ने कम्पनी थियो कि। त्यो चाहिँ जाडो महिनामा, गर्मी महिनामा चाहिँ धेरै जस्तो आइसै भएर आएको हुन्थ्यो। पुरै त्यो टाउकोदेखि माथिको भाग, घाँटीदेखि माथिको र आन्द्रा भुँडी चाहिँ नहुने, अरू सबै त्यो सुँगुर यस्तो हुने त्यो ठुलो ठुलो ट्रकमै त्यो झुन्डाएर ल्याउँथ्यो क्या, घटलङ घटलङ। अनि त्यो बङ्गुर 30वटा भयो भने काटिसकेपछि छुट्टी 8 घन्टाको तल आयो। अनि फेरि त्यो बङ्गुर 500वटा भयो भने त 8 घन्टाभित्रै सकाउनु पर्ने कि। अनि 500वटा बङ्गुर हुँदाखेरि त 8 घन्टाभित्र सकाउनु कसरी चाहिँ चक्कु चलाउनु पर्छ। त्यो मैले सुरुमा त त्यो कोरियनहरूले काम गरेको देख्दाखेरि त म त आत्तिन्थेँ। त्यो डक्टरले सिग्नेचर गरेको त्यो हुन्छ नि, डट पेनले लेखेको जस्तै चक्कु चलाइदिन्थ्यो क्या त्यो कोरियनहरूले। सुरुमा त हामी त हेरेकै नि। अब त्यो हामीले त अब त्यसरी नकाटेको पनि, तर एकदमै सिस्टममा हुँदो रहेछ यहाँ चाहिँ मासु काट्ने पनि। यो घाँटीको पार्ट छुट्टै, अनि छातीको यो के अरे पेटको छुट्टै, पछाडिको ढाडको छुट्टै, अनि त्यो आन्द्रा भुँडी छुट्टै छुट्टै। अनि हामीलाई चाहिँ पछि के बुझ्यौँ भने अब 500वटा काट्यो भने पैसा त्यति नै होइन, अनि 6-7वटा काट्यो भने त्यति नै हुन्छ, हामी चाहिँ थोरै मात्रै आइदियो हुन्थ्यो भन्थ्यौँ कि साथीहरूसँग। अनि त्यसो हुँदै तर हप्तामा 5 दिन मात्रै काम, अनि ओभर टाइम पनि नहुने। अनि यो रातो बिदाहरू हुन्छ नि, सार्वजनिक बिदाहरूमा पनि काम नहुने, सूचक चलनमा पनि लामो समयसम्म छुट्टी हुने। त्यसो हुँदा त पैसा त थोरै भयो। अनि सँगै आएको साथीहरूसँग फोन गरौँ, मेरो यति छ, मेरो उति छ भन्ने, मनले धर नदिने। अनि त्यतिखेर 12,60,000 थियो बेसिक सेलेरी हाम्रो 2016मा। अनि त्यसमा पनि अब बुहम समेत ताउति काटेर चाहिँ 11 लाख मात्रै आउँथ्यो। अनि त्यो 11 लाख पनि नेपालमा पैसा पठाउँदा चाहिँ त्यतिखेर मरेर मात्रै त कहिलेकाहीँ चाहिँ 1 लाख पुग्थ्यो कि। अनि नेपालले 1 लाख पैसा पठाएपछि आफू के खाने त, म त फेरि यस्तै हिँड्नुपर्छ पुरा। अनि 1 लाख पनि 1 लाख त के, 1 लाखै घटी त के पठाउनु होला भन्ने लाग्ने। अनि फेरि यता आफूलाई खानु पनि नपुग्ने। अनि कसरी हुन्छ, लेटर लिनुपर्छ भने, तर लेटर लिनुको लागि हामीले जति जुक्तिहरू अपनायौँ त्यो सबै जुक्तिहरू चाहिँ फेल खायो कि। कति साथीले चाहिँ म काम गर्नु सक्दिनँ, पहिलाको बिरामी बल्झ्यो भनेर पनि नाटक गरे, उनीहरूले पनि पाएन। कतिले के भने पाएन, कतिको साथीहरूको त्यहीँ हात भाँच्यो, त्यो उनीहरूले पनि लेटर पाएन। बरु जति महिनासम्म सुत्छ खान्छ सक्यो, उनीहरूले त्यो सुतेको बसेको पैसा पनि नदिने, तर पछि फेरि काम गर्नु सक्ने भएपछि चाहिँ आउनु पाउने त्यस्तो। अनि त्यसपछि हामीले यता बुझ्यौँ, नोदुङमुतिर बुझ्यो होइन। पछिबाट हाम्रो एमटियुको अध्यक्ष उदय राईहरू भन्ने सुन्नेपछि उहाँहरूसँग पनि हामीले परामर्श लियौँ। अनि
तर त्यो तत्काल लेटरहरूले जस्तो कुनै कम्पनीले चाहिँ लेटर माग्यो भने दिइहाल्दो रहेछ, तर नदिनेले चाहिँ कति गर्दा पनि नदिने रहेछ नदिने कि। रहेछ त्यो पहिले त्यस्तो रहेछ। मेरो अहिले कम्पनी चाहिँ फेरि छल्ला नाम त ख्वाङ्जु हो, एकदमै टाढो हो, 0.65। अनि जस्ट हामी आएको 2 वर्ष पछाडि धेरै लामो सङ्घर्षपछि लेटर चाहिँ पायौँ। तर हामी चाहिँ के गर्थ्यौँ भने 8 घन्टा पनि काम चाहिँ नहुने, ठ्याक्कै त्यो जस्ट भने नि अब गर्मी महिनामा चाहिँ बङ्गुर कम आउने, अनि किनभने बङ्गुर गर्मी महिनामा अलिक कम खाँदो रहेछ कोरियनहरूले। हामीले नेपालमा पनि त्यही हो नि त, जाडो महिनामा चाहिँ एकदमै धेरै खाने। अनि त्यो बङ्गुर 2 बजीसम्म काटिसक्यो भने पनि रुममा पायो, अनि त्यस पछाडि पैसा चाहिँ 8 घन्टाकै पायो होइन। बङ्गुर 4 बजी 5 बजीसम्म काट्यो भने पनि त्यही 8 घन्टाको पाउने हो। त्यही भएर चाहिँ अनि हामीले चाहिँ रुममा आयो, अनि झोला फ्यालो फुत्त ट्याक्सी चढो नोदुङबु गयो, हामीलाई लेटर चाहियो, यस्तो त्यस्तो भयो भन्ने खालि त्यो भन्ने। अनि नोदुङबुमा चाहिँ एकजना हाम्रो दिदी हुनुहुन्छ नेपाली दुभाषे, त्यो दिदीले धेरै सहयोग गर्नुभयो। उहाँलाई म सम्झिन चाहन्छु, उहाँको नाम चाहिँ सोनाम लामा हो, कोरियन नाम चाहिँ अर्कै छ होला। अनि त्यो दिदीले धेरै सहयोग गर्नुभयो हामीलाई, यस्तो यस्तो गर्नुपर्छ तिमीहरूले प्रोसेस, यस्तो यस्तो भन्नुभयो। अनि हुँदा पछिबाट चाहिँ सेलेरीहरू अड्काउनु थाल्नुभयो साहुले नदिने। तर सेलेरी पनि कस्तो हुँदो रहेछ भने 1 महिना मात्रै नदिएको, 2 महिना मात्रै नदिएकोमा चाहिँ हामीले केस गर्नै मिल्दैन रहेछ कि। 3 महिना पुऱ्याए पछाडि केस गर्नु मिल्ने, 3 महिना पुग्ने बेला थोरै सेलेरी हालिदिने क्या साहुले फेरि। ट्रान्जेक्सन गर्दैछेपछि साहु त हामी नेपालीभन्दा धेरै बाटो लाग्थ्यो। अनि हामीले चाहिँ केस गर्ने बाहना खोजी बस्थ्यौँ, ठिक्क त्यो 3 महिना पुग्ने बेला आधी सेलेरी हालिदिने होइन। पछि त्यस्तो गर्न थाल्यो। अन्तिममा चाहिँ 3 महिना पुगेपछि पनि दिनु छोड्नु भए पछाडि चाहिँ हामीले केस गऱ्यौँ। अनि धेरै लामो समय सङ्घर्ष पश्चात चाहिँ हामीलाई चाहिँ साहुले नदिएर नोदुङबुले दिएको हो कि लेटर चाहिँ। नोदुङबुले लेटर दिएर अनि पछिबाट त्यो पैसा 2-3 महिनाको बाँकी अल्झेको पैसा त आउँछ भन्ने आश पनि थिएन। तर म दोस्रो कम्पनी त्यस पछाडि चाहिँ यता सौल नजिकै आउने भनेर म खेङ्गिदोको वासाङसीमा गरेँ दोस्रो कार्यकाल। अनि त्यो दोस्रो कार्यकाल गरी दोस्रो कम्पनी त्यहाँ गर्दाखेरि त्यहाँ 2-3 महिना काम गरेपछि नोदुङबु मार्फत चाहिँ हाम्रो सेलेरी खातामा आएको थियो पैसा, त्यो कम्पनीमा बाँकी रहेको पैसाहरू। हजुर। अनि त्यस्तो भएर चाहिँ पहिलो कम्पनी चाहिँ सार्नु एकदमै झन्झटिलो, त्यसपछि चाहिँ फेरि एकचोटि माग्ने बित्तिकै दिइहाल्दो रहेछ। त्यो चाहिँ के हो, यो सुरुमा चाहिँ अलिक गाह्रो, पछि सजिलो हुने। त्यही भन्दै थियो साथी, अहिले नयाँ साथीहरूले 2-3 महिना पनि छोड्ने के हुँदो रहेछ। त्यसपछि वासाङमा पनि मैले 8-9 महिना काम गरेर छोडेँ। त्यहाँ चाहिँ मेरै कारणले भनौँ अस्वस्थको कारणले छोडेको हो। त्यसपछि अनि कम्पनीबाट निस्केर हस्पिटल बसे पछाडि पछि फेरि त्यो काम गर्ने अवधि सकिने बेलामा म भिजा बचाउनकै लागि भए पनि बुसानतिर गएँ क्या। त्यहाँदेखि म बुसानै छु प्रायः। अनि त्यहाँनिर बुसान भन्दा पनि नाम्जी भन्छ त्यसलाई चाहिँ, खेङसाङ नाम्दो चाहिँ खेङसाङ नाम्दो हो। त्यहाँनिर गएर चाहिँ केही महिना काम गरेपछि चाहिँ मेरो 3 वर्षे भिसा थपेर म नेपाल गएँ छुट्टीमा। अनि त्यसपछि आएर चाहिँ फेरि म यता आन्सान आएँ। मेरो जो साथी छ नि दिपा मेवाङ, उसको कम्पनीमा मैले 1 वर्ष काम गरेँ। अनि त्यसो हुँदै अहिले त अब कतिवटा भइसक्यो धेरै। जस अनुभव चाहिँ कामहरूको प्रकार र अनुभव चाहिँ अब कम्पनी पछि फरक भए पनि अनुभव गर्नु चाहिँ पाइयो भनौँ न। जस्तो खोज्दाखेरिको त्यो हुन्छ नि त अप्ठ्यारोहरू, खोज्दाखेरिको अप्ठ्यारो त अब यो अलिक यो चाहिँ कस्तो लाग्छ भने मलाई चाहिँ है केटा र केटीमा अलिक फरक हुन्छ कि जस्तो लाग्छ। जस्तै अब अहिले झन् पछिल्लो समय काम एकदमै कोरियामा पाउँदैन। अनि त्यतिखेर चाहिँ खोज्दाखेरि चाहिँ अब कति साथीहरू बहिनीहरूले एग्रिकल्चरको बहिनीहरूले पनि भन्छ अब डाइरेक्ट नोदुङबु मार्फत नपाएपछि चाहिँ ब्रोकर मार्फत जाउँ कि त भन्ने हुन्छ नि त त्यतिखेर चाहिँ। अनि अब यो ठाउँमा चाहिँ काम छ अरे, फल्नालाई सम्पर्क गर्नु भनेर नम्बर दिएको हुन्छ, त्यहाँ फोन गर्दा चाहिँ अब उहाँहरूले चाहिँ अलिकति अनावश्यक कुराहरू पनि सोध्नुहुन्छ क्या। हुन्छ फेरि सबैलाई त्यो भन्नु खोजेको त होइन, केहीहरू चाहिँ कोही चाहिँ त्यस्तो हुनुहुन्छ कि अब हाम्रो व्यक्तिगत माथि चाहिँ प्रश्न गर्ने क्या। जस्तै तपाईँ सिङ्गल हो कि मिङ्गल हो कि टाइपको मैले पनि भोगेको छु। मैले जस्तै मैले काम छोडेर बसिरहेको छु नि त, अनि मैले पनि त्यो गरेको छु। तर उहाँहरूलाई म व्यक्तिगत रूपमा राम्रै पनि चिन्छु। त्यसपछि म उहाँहरूसँग दोस्रोचोटि फेरि म कन्ट्याक्ट चाहिँ गर्दिनँ। अनि त्यस्तो हुने चाहिँ केटाहरूलाई चाहिँ त्यो हुँदैन होला, केटाहरूको हकमा चाहिँ त्यो चाहिँ केटीहरूको हकमा मात्रै। अरू कुराहरू त त्यही हो, अब धेरै जस्तो कामको अवसर चाहिँ केटाहरूलाई नै हुन्छ, केटीहरूले गर्नु सक्दैन भन्ने हुन्छ होला होइन। अनि या जसलाई चाहिँ छैन भनिदिन्छ। अनि अलिकति गाह्रै छ अझ अहिले चाहिँ यहाँनिर स्टुडेन्ट बहिनीहरूलाई अलिक गाह्रो देख्छु म चाहिँ।